हे कुल देवता, हे मोबाइल देवता, पानी चढाइदे। 70-65 वर्षको बुढी मान्छेहरूलाई 30-35 वर्षको जवानी बनाउने पनि तिमी, 70 वर्षको बुढो मान्छेहरूलाई 20-22 वर्षको जवान बनाउने पनि तिमी, केटाकेटीहरूलाई सबैलाई कुलतमा लाने पनि तिमी। तिमीबाट कसैले राम्रो ज्ञान सिक्दैछ भने तिमीबाट कसैले नराम्रो ज्ञान सिकेर संसारको भ्रष्ट भएको पनि तिमी। संसारको अहिले सबैभन्दा एकदम भगवान बिर्सिसकेको छ मान्छेले, तर तिमीलाई उठ्ने बेलामा, हिँड्ने बेलामा, सुत्ने बेलामा, खाने बेलामा, हग्ने बेलामा सबै टाइममा तिमीलाई मान्छेले पुजिरहेको छ, तिमीलाई याद गरिरहेको छ। हे मोबाइल देवता, हे कुल देवता, सबैको घरको तिमी कुल देवता भएको छौ। अहिले तिमी कसैको घरमा छैनौ भने घरमा कला झगडा हुन्छ, तिमीलाई हेर्नु पाएन भने बुढाबुढीमा झगडा हुन्छ। तिमीले गर्दाखेरि आफ्नो घरको बुढी चाहिँ अलाछिना जस्तो, अर्काको बुढी चाहिँ मालासिना जस्तो देख्ने शक्ति पनि तिमीले प्रदान गरेको छौ। पानी चढाइदे। हे कुल देवता, तिमी आजदेखिको हे सामसुङ भए पनि, आइफोन भए पनि, वन प्लस भए पनि, जे भए पनि, एन्ड्रोइड भए पनि, जे भए पनि, तिमी चाहिँ अहिले सर्वश्रेष्ठ भएका छौ संसारको। केटीहरूको गोजीमा बस्ने पनि तिमी, केटाहरूको गोजीमा बस्ने पनि, सबैजनाको ससुराली र टाढो बनाउने पनि तिमी, गाउँघरमा एक्लै बनाएर बारको चेपमा दाँत देखाउने पगला बनाउने पनि तिमी। सबै ज्ञान गुणामा तिमी पहिला छौ। तिमी बेगर त अब यो संसारको मान्छेहरू जिउन सक्दैन। बरु किडनी छैन भने बाँच्छ होला, तिमी छैन भने बाँच्नु सक्दैन। तिमी बेगर त अब त मान्छेलाई त डायलिसिस गर्नु पर्ला जस्तो भइसकेको छ। बरु मुटु छैन भने मान्छेको सास चल्छ होला, फोक्सो छैन भने सास चल्छ होला, तर तिमी छैन भने मान्छेको सास एकैछिनमा झाप जे भएर जाला जस्तो छ। तिमीलाई अन्डाले पनि पुजेको छु, धूप बाती गरेर पुजेको छु। हे मोबाइल देवता, ल हामीबाट केही भुल भएको छ भने चाहिँ तिमीले क्षमा गर्दैन। पानी चढाइदैन, पत्ताले चढा। तेरो कुल देवता बिग्रिएको छ, बुझिस? यो बिग्रियो भने, यो कुल देवता खुसी भएन भने नि घर सबै अँधेरो हुन्छ, बुझिस? झापझिप हुन्छ, बत्ती उज्यालो बलेर हुँदैन। यो चाहिँ बोल्नु पर्छ। यो बोलेन भने त ठुस्सा, म ठुस्सा, गाउँको मान्छे ठुस्सा, अर्काको बुढी हेर्नु पाउँदैन। यो छैन भने त्यस्तो छ। अर्काको बुढीहरूसँग रात दिन चेटिङ गराउने पनि तिमी, अर्काको बुढीहरूलाई मालासिना जस्तो देख्ने पनि तिमी, आफ्नो बुढीलाई चाहिँ अलाछिना देख्ने पनि तिमी। तिमीले छोराछोरी कसैको सर्वनाश पारेको छौ, कसैको सपारेको छौ, तर तिमी जस्तो ज्ञानी बुद्धि। हे मोबाइल देवता, ल आज मैले राम्रोसँगले मानमनित्य गरिदिएको छु। आजदेखिको चाहिँ यो कुल देवता तिम्रो एकदम खुसी बनाइदिएको छु है त। ल फुलले संसारलाई तिमीले जितेर बसेको छौ। ल आजदेखिको कुल देवता खुसी भएको छ। यसलाई लगेर तिमीले मजाले भाद्र कोठामा राख है। ल सबै यो संसारको मान्छे बिगार्ने पनि यही हो, सपार्ने पनि यही हो। बुढी मान्छेलाई हापेन लगाएर बादल वर्ष बिजुली र गुण फुले पित्तलको सुन पायो होला भन्ने म नचाउने पनि यही हो। मरद मान्छे अर्काको औरतसँग लाग्ने पनि यही हो। पब्जीमा सबै नानीहरूलाई पब्जीमा लागू गराएर अन्धा बनाएर बाबामाको बात नमान्ने छाडा बनाउने पनि यही हो। राम्रो काम गराउने पनि यही, नराम्रो काम गराउने पनि यही, औरत बिगार्ने पनि यही, मरद बिगार्ने पनि यही। ल फलस ल लगेर एकदम सेतो कपडाले छोपेर भित्र राख्यो।